सेवारो दर्शन नमस्ते वेलकम छ हजुरहरूलाई फेरि पनि मेरो भ्लगमा धेरै समयपछि आज चाहिँ म यहाँ बारीतिर खन्न आएको छु है। सबैजनाले फुल भिडियो हेरिनु होला। आज दिनभरि म बारीमै हुन्छु है। ल हेलो गाइस, हामी चाहिँ यहाँ यत्रो घाँसहरू सफा गरिदिन्छौँ। मेरो छेमाको बल हेर्नु है। बिफोर चाहिँ यस्तो छ, आफ्टर चाहिँ हामी कस्तो बनाउँछौँ है। यता पनि यस्तै थियो तर यस्तो दामी भइसकेको छ। हेर्नु होला, हाम्रो घर चाहिँ त्यहाँ छ, यो हो घर। अनि हामीले घरको यता चाहिँ पुरै तरकारी रोपेको छौँ। छ्यामा यहाँ तरकारी रोप्ने हो कि तपाईँको भ्लगमा यसो बोल्नु न। साथीहरू आज यसो फ्री टाइममा चाहिँ हामी यहाँ झाडी छाडेर यहाँ भिडियो बनाउन लाग्दो छ। यहाँ अब हजुरहरूलाई आफ्टर पनि देखाउँछौँ हामी। अहिले चाहिँ यस्तो छ है। अनु बिफोर चाहिँ यस्तो छ। ग्यास मान्छेले चायसिटी पनि गर्छ होइन। यता पनि त्यस्तै थियो, यस्तो बनायो। हाम्रो घर चाहिँ त्यहाँ छ। नाच्ने हाम्रो छामालाई चाहिँ लाज लाग्छ है क्यामेरादेखि। हेर्नु त यता ऊ मेरो खेतलाहरू। अनि म चाहिँ ताछु तरकारी खानु मिठो मिठो हुन्छ नि त। उता उता झरी यता पनि त्यस्तै थियो है सबै। यहाँ चाहिँ घाँस थुपारी छौँ। अब यहाँ चाहिँ सबै घाँस चाहिँ घाँस छ। यति बगर वरिपरि हुनुहुन्छ भने लिन आउनु होला। तर तपाईँहरू आइन्जेल हामीले फ्याँकिसक्छौँ। काट्नु बोलाएको नि आएन त्यस्तै नि। यहाँ हाम्रो चाहिँ यस्तो यस्तो छ है। अकबरहरू पनि फल्छ है। मेरो छ्यामाले चाहिँ मलाई जिस्काउँदैछ। यहाँ यस्तो छ। म चाहिँ फर्स्ट टाइम बोलिरहेको छु है। छ्यामाकोमा लाज लाग्छ। ल हेर्नु यता। माथिबाट चाहिँ बोजूहरूले जिस्काउँदै हुनुहुन्छ हो। हामीलाई कति मेहनती भनिराख्नु भएको छ है। ल अब चाहिँ एकैचोटि आफ्टर देखाउने हो छ्यामा। ल बाई बाई भनिदिनु नि त। कहाँ बाई भन्छ अहिले हो। लास्टमा भिडियो हेर्नु होला है। हजुरहरूलाई हामी आफ्टर पनि देखाउँछौँ। लास्टमा भिडियो हेर्नु होला सबैजनाले। वाउ भन्नुहुन्छ हजुरहरूले। ल यतिको जग्गा कसले चलाउनु? हाम्रो छामाले। गोरुले नै अनि के हुन्छ अरे ट्र्याक्टरले नै खाँदैन होइन मन्जु? यतिको खान्छ कसैले? खाँदैन। मेरो टाउको नढाल है। लगाइस हामीले चाहिँ यति सफा गऱ्यौँ। अब यो अझै यो रुख काट्न छ। यो चाहिँ त्यसले उहाँ कृतिकाले काट्दैछ है। खन्दैछ यस्तो। यो हामीलाई खन्न हेर्नु त यहाँ कति टाइम लाग्यो होला। हामीले यहाँ यो छ यो बाल्टिनको 10-15 बाल्टिन चाहिँ निकाल्यौँ होला ढुङ्गा। यहाँ चाहिँ यति सफा गऱ्यौँ, यति राम्रो बनायौँ है। कस्तो राम्रो हुन्छ। यहाँ चाहिँ आलु रोप्ने अनि यता सागहरू रोप्ने है। यस्तो राम्रो बनाएको छ। यो रुख ढालेपछि झन् राम्रो हुन्छ है। ल यहाँ चाहिँ सबैभन्दा ठुलो रुख ढालेर छोड्यौँ। आकाशबाट इस्कुस पनि झर्छ हाम्रो त। सबैले यहाँ कसरी फाँड्छ यति ठुलो रुख भन्थ्यो होइन। रुख काट्ने मान्छे ल्याऊ भन्दै हुन्थ्यो सबैजनाले। हामीले आफै काट्यौँ यहाँ 3जनाले। हात पनि यस्तो यस्तो भएको छ है। यति अब त यति मजाले तरकारी फल्छ यहाँ है। सबैजनाले हेर्नु होला। हाम्रो पछि तरकारी फलेको पनि देखाउँछु म। ल फाइनली गाई इस्कुस पनि फलेको थियो यत्रो ठुल्ठुलो। यहाँ आकाशबाट खसेको थियो। यो रुखमा थियो इस्कुस पनि फालिदियौँ। यस्तो राम्रो बनाएको छौँ यहाँ हेर्नु है। यो चाहिँ आलु रोप्ने भनेर यहाँ ठाउँ बनायौँ। त्यत्रो धेरै रुख हेर्नु त यति धेरै काटेर थुपारे हम। यो काम नलाग्ने हो कि यो रुखको पो। त्यही भएर
यो त रोएछ भाइ, काट्नु बित्तिकै यति धेरै आउँछु झाले खानु न कठै बिचरा, त्यसले धेरै डिस्टर्ब गरेको थियो, त्यही भएर फालिदिएको। खनिसक्यो सबै, यस्तो डरलाग्दो जङ्गल थियो है, हेर्नु होला यस्तो राम्रो बनाएको छन्। यति ढुङ्गा निस्केको थियो यहाँनिर, यस्तो धेरै बनाएको छौँ है हामीले, हेर्नु त यति राम्रो भएछ। यहाँ चाहिँ काम्नी भ्याइयो, यहाँ चाहिँ पहिल्यै रोपेको थियौँ नि तरकारीहरू, अनि सागहरू पलाख। यो चाहिँ बिहान यस्तो धेरै ढुङ्गा थियो नि, यो बिचमा पनि धेरै ढुङ्गा भएर हामीले केही पनि रोपेको थिएन। अहिले चाहिँ यही ढुङ्गा फालेर नि यस्तो राम्रो बनाएको छौँ। यहाँ चाहिँ लसुन रोप्ने भनेर, यो चाहिँ केराउको बोट पनि त्यत्रो भइसक्यो। अनि यो चाहिँ चाइनिज सागहरू यस्तो मजाले पलाख। यो चाहिँ रायो साग, अनि यो चाहिँ कौली। यहाँ पनि लसुन रोप्ने भनेर बिहान 7 बजीदेखि काम गरेको आज। यो चाहिँ रायो साग अलिअलि खानु भइरहेको छ। इस्कुसको बोट, इस्कुस खाने हो नि, यहाँभित्र कति धेरै फले है। बिहान 7 बजीदेखि आज यहाँ बेलुका 5 बज्यो है आजको काम चाहिँ। ल यस्तो राम्रो बनाएको छ, सबै माटो ढुङ्गा छानेर। बाई बाई गाइज, अब म पनि घर जान्छु, नानीहरू घर गइसक्यो। सबैजनाले मेरो रेगुलर भिडियो हेरिदिनु होला। पछि म यहाँ यस्तो तरकारी फलेको देखाउँछु भिडियो। बाई।